नमस्ते। आज यस्तो व्यावहारिक उपयोगी वनस्पतिको बारेमा जानकारी दिन गइरहेको छु। के होला त त्यो वनस्पति? सामान्य बिहान उठेदेखि लिएर राति नसुतुन्जेलसम्म हाम्रो दैनिक जीवनचर्यामा प्रयोग हुँदै आएको वनस्पति त्यो के होला? त्यो वनस्पतिको बारेमा केही जानकारी रहनेछ। विशेष गरी बिहान उठ्ने बित्तिकै हामी दन्तमञ्जनको प्रयोग गर्छौँ। त्यस पछाडि हाम्रो शरीर सफा होस् भन्ने हिसाबले हामी नुहाउने कामको प्रयोग गर्छौँ। त्यसरी नै नुहाउँदाखेरि कुनै औषधीय वनस्पति छ कि जसले शरीरलाई पनि बाहिरबाट सफा गरोस्, दाद, त्यस पछाडि सोरियासिसको समस्या ठिक गरोस् भन्ने वनस्पति छ भने त्यसको प्रयोग गर्छौँ। त्यसरी नै मलद्वारसँग सम्बन्धित छ, जस्तै कि फिसरको समस्या छ, रगत आइरहने समस्या छ, पाइल्सको समस्या छ भने पनि त्यही वनस्पतिको प्रयोग गर्छौँ। यसरी सुतुन्जेलसम्म दैनिक जीवनचर्यामा प्रयोग हुने एक वनस्पति हो जसको हरेक फर्मुलेसन्समा हुन्छ। हरेक औषधि बन्दछ, दन्तमञ्जनमा प्रयोग हुन्छ, छालाको रोगमा बन्ने औषधिमा प्रयोग हुन्छ, त्यसरी नै गुद्वारको रोगमा हुने औषधिहरूको बन्नको लागि यो औषधि प्रयोग हुन्छ, यो वनस्पतिको प्रयोग हुन्छ। यसरी विविध औषधि बन्ने एक वनस्पति हो नीम। नीमको व्यावहारिक रूपमा, धार्मिक रूपमा हामीको लागि एकदम अति आवश्यक वनस्पति हो। यो वनस्पतिले शरीरको शिरदेखि लिएर पैतालासम्म एकदम शरीरलाई सफा गर्ने गर्दछ। चिलाउने होस्, चाहे अनेक मुखको समस्या होस्, चाहे गुद्वारको समस्या होस्, चाहे पेटको समस्या होस्, यस समस्यामा यो वनस्पतिले विशेष गरी किरा मार्ने त्यस प्रकारको काम गर्ने हुन्छ। त्यसरी यो वनस्पतिको औषधीय गुण भएको हुनाले त्यसरी नै प्रयोग गर्नु पर्दछ। हस्त, धन्यवाद।